केपी ओलीको हैसियत छ राजालाई गिरफ्तार गर्नेको, प्रचण्डको हैसियत छ राजालाई गिरफ्तार गर्ने, गर न छिटो गरिहाल। अलिकति परिष्कृत भयो होइन, अभिव्यक्तिको स्वतन्त्रता दिनुपर्छ, नारा जुलुस गर्न पाइन्छ। प्रिय देशप्रेमी राष्ट्रप्रेमी दर्शकहरूमा मेरो नमस्कार। यति बेला काठमाडौँमा राजावादीहरू सडकमा आउँदै गर्दा समाजसेवी दुर्गा परसाईद्वारा देशमा तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई चैत 15 मा काठमाडौँ आएर पूर्व राजा ज्ञानेन्द्र शाहलाई राज सिंहासनमा राख्नको निम्ति 7 दिन आह्वान दुर्गा परसाईले राजा आए देश र जनताले राहत पाउने विषयको डाटा सहितको रोडम्याप जनतालाई देखाएर अघि बढाउँदा राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु। राजालाई सबैले धोका दिँदै आयो। 40 साल हेर्नुहोस्, त्यहाँबाट 62-63 हेर्नुहोस् है, सबैले धोका दिँदै आए। 65-63 मा राजासँग 5 बुँदे सहमति गरेका थिए यिनीहरूले, सहमति पालना भएन। र तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने राजाको एउटा दरिलो खम्बाको रूपमा भनेर राप्रपा पार्टी गयो होइन, कहिले 25 सिट लिएर कहिले 15 सिट लिएर। तर यो पनि के भयो भन्दाखेरि तपाईँको चुनावको बेलामा राजा र हिन्दू राज्य देखाउने, अरू बेलामा बिर्सिने। अब फेरि चुनाव आउँछ, राजा देखाउने, हिन्दू राज्य देखाउने। त्यस पछाडि कुरा के भयो भन्दाखेरि यता दिन प्रतिदिन नागरिकहरू उत्पीडित भइरहेको। माओवादीले 2052 सालमा सर्वहारा वर्ग भोइ मान्छे उत्पीडन वर्ग भनेर एउटा जनयुद्धको घोषणा गर्यो। त्यो पनि कहाँ बसेर गर्यो भन्दाखेरि नोइडामा बसेर गर्यो र यहाँ गरिबका छोराछोरीलाई हालिदियो, मास्टरको घाँटी रेटेर जनयुद्ध सुरु गर्यो हो। केपी ओलीहरूले 2028 सालमा नेपाली उद्योगपतिहरू काटेर कम्युनिस्टको नाममा 2007 सालको आन्दोलनदेखि 2017 साल होस् 2036 साल होस् काङ्ग्रेस बनारसमा बसेर पान खाँदै नेपालमा डङ्का हाँक्यो है। हेर्नुहोस् यिनीहरू अहिले के कुरा गर्छन् भन्दाखेरि भारतीय प्रष्ट भन्छन्। को भारतमा गएर बसेको त अहिले त सबै रञ्जित रेवले पनि भने नि माओवादी आन्दोलन कहाँबाट चले आयो। तर यो व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर चाहिँ 79 साल फागुन 1 गते नेपालमै बसेर राजाको हातबाट दियो बालेर मेचीको किनारबाट तपाईँले परेवा शान्तिका दूत परेवा उडाएर दुर्गा परसाईले सुरुवात गर्दा यो नोट गर्नुहोस् है। सुरुमा सबैभन्दा बढी राप्रपाले रोक्यो, राजन दाइले रोक्नुभयो, एमाले रोक्ने त स्वाभाविकै हो, माओवादीले काङ्ग्रेसले रोक्नु स्वाभाविकै हो। तर यिनीहरूले के सोचेको थियो भने दुर्गा परसाई थाहा थिएन कि दुर्गा परसाई हावा होइन हुन्डरी हो, लान्छ भन्ने कुरो यिनीहरूलाई थाहा भएन, टाइकुन हो भन्ने कुरो थाहा भएन, क्या समुद्र आदि हो भन्ने कुरो थाहा पाएनन्। अनि यिनीहरू हावा हो भने मैले पनि हावामै गोल छिराइदिन आँटेको छि। अब तपाईँको यो आन्दोलन भनेको तपाईँलाई मैले के बुझाउनु पर्यो भने माओवादीले पनि यिनै गरिबलाई प्रयोग गर्यो। थारू, राजवंशी, धिमाल, विश्वकर्मा, दर्जीलाई युज गर्यो, नेपाललाई मधेस बनाएर जहाँ गयो त्यहीँ राज्य दियो र आफू सत्तामा पुग्यो। आफू सत्तामा पुगेपछि के गराउने, आफू कमाउने, सरकार बनाउने, सरकार गिराउने। आज सरकारमा जान्छ, भोलिदेखि सरकार जोगाउन लाग्छ, काम नगर्ने। अनि त्यहाँबाट कसले लुट्यो भन्दाखेरि हिजोदेखिको पैसामा तपाईँको उद्योग धन्दा कल कारखाना बन्द गर्ने, चर्चहरू बढाउने, 24,000 चर्च बनाइए, यहाँ भएका उद्योग धन्दा बेचिए र 52 लाख क्रिस्चियन बनाइए। त्यो क्रिस्चियनको असर आज कहाँ पर्यो भने मणिपुरमा पर्यो। मणिपुर फुटाउन छिमेकी मुलुक यत्रो छ, संसारमा अघि बढिरहेछ, सबैभन्दा खतरा कसलाई भयो? यो क्रिस्चियनिटी यो तरिकाले बढ्ने, यहाँ यो तरिकाले सबै कुरा बढ्ने हो भने सबैभन्दा बढी ठुलो असर त युपीमा, मणिपुरको आगो युपीमा सल्कियो भने के हुन्छ? 17 करोड पपुलेसन छ बिहारमा, 24 करोड पपुलेसन युपीमा छ, तपाईँको वेस्ट बङ्गालमा चाहिँ 13 करोड पपुलेसन छ। आज मणिपुरमा कुकी नागाहरूले चाहिँ क्रिस्चियनिटी देशै छुट्याउन खोज्दैछ। अब यहाँ हाम्रो के भयो भनेदेखि राई लिम्बू केही छन् नि जनजाति वर्गका मान्छेहरूलाई पनि थाम्दैन, प्रशासनले पनि थाम्दैन, नेताले पनि थाम्दैनन्, कसैले पनि। मैले हिसाब गर्नु हर एक दुर्गा दुर्गा घर यिनीहरूले मन्दिरमा मात्रै जाने बनाएको थिए कमल थापा, राजेन्द्र लिङ्गदेनहरूले होइन। आज सडकमा आउने कसले गर्यो? 79 साल फागुन 1 गते कसले ल्याएको? केपी ओलीको हैसियत छ राजालाई गिरफ्तार गर्नेको, प्रचण्डको हैसियत छ राजालाई गिरफ्तार गर्ने, गर न छिटो गरिहाल। मलाई गरेन भन्न, यो नोइडामा बसेर जेल लगाएर गरेको आन्दोलन होइन, अर्ग्यानिक नेपाली आन्दोलन हो। नेपालमै बसेर नेपालीको लागि लडिन्छ, नेपाल बचाइन्छ। नेपाल शरम लाग्दैन? हिजो चरेसका थालमा मार्सीको भात खाएर कम्युनिस्टेक बनाएको होइन मैले। आज गाउँमा गएर केराका पातमा भात खाँदा हुन्छ? मैले भनेको थिएँ थिएन? एक दिन केरा पातामा होइन, यिनीहरूले भुइँमा भात खानुपर्छ,
कुकुरको जस्तो गरेर भुइँको भात उठाएर खाने स्थितिमा पुग्छन् यिनीहरू। यिनीहरूको कर्मले हो यो भएको, यिनीहरूको धर्मले होइन, यिनीहरूको कर्मले हो। त्यस कारणले गर्दाखेरि अझै जनता ढाँट्ने, तिमी नेपाल हो भने कुनै लुगा लाउनु पर्दैन, जनताको लागि काम गर न। अहिले पनि राजालाई मुख छाड्ने भने होइन, यो यसको के कुरा गर्नु भने ठाडो शब्द बोले होइन, तर राजाले के भन्नुभयो मखमली फुलको र बाबरी फुलको बाँच्न थाहा नपाउने, कागजको फुल सुँगेर हिँडेका छन्। कोही कसैले डराउनु पर्दैन, देशले शान्ति खोजेको छ। हेर्नुहोस् उहाँले बोलेको, यिनीहरूलाई लाज शरम छैन? यिनीहरू पढेका अरे, कति पढे हुने यिनीहरू? यिनीहरूलाई बाँधेर कोलाका दाम्चाले बस्दै सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु। यही 2081 साल चैत्र 15 गते कोटेश्वर 3 गुन्नीमा हुने जनविद्रोह कार्यक्रममा भारतमा रहनुहुने, खाडीमा रहनुहुने, अमेरिकामा रहनुहुने, अस्ट्रेलियामा रहनुहुने सम्पूर्णलाई यो व्यवस्था विरुद्धको आन्दोलन जनविद्रोहमा र आफ्नो घर, आफ्ना छोराछोरी, आफ्ना परिवार, आफ्ना नातागोता र आफू जोगिने र देश जोगाउने र राजा जोगाउने अभियानमा चैत्र 15 गते आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। राजनीतिक विश्लेषक एवं विद्वान डाक्टर सुरेन्द्र केसीले अभिव्यक्ति स्वतन्त्रता नारा जुलुस सामान्य विषय हो, त्यसैबाट सिख लिएर राजनीतिज्ञहरूले देशको वस्तुस्थिति र जनतालाई सजिलो पार्दै जानुपर्छ भन्ने बताए। हेरौँ उहाँको वैचारिक दृष्टिकोण। अलिकति परिष्कृत भयो होइन, अभिव्यक्तिको स्वतन्त्रता दिनुपर्छ, नारा जुलुस गर्न पाइन्छ, त्यतिका लागि हामीले लोकतन्त्र ल्याएका हौँ। त्यति बेलै 47 सालमै यो तपाईँले भन्नुभएका टाउको काट्नेवालाले यो टुनी खेलमा भनेका थिए नि त, लोकतन्त्रमा प्रजातन्त्रमा कसैको पनि हार हुँदैन, सबैको जित मात्रै हुन्छ। त्यस कारणले यो जित हाम्रो मात्रै होइन पञ्चहरूको पनि हो भने गिरिजाले ठोकी ठोक भने तलबाट ढुङ्गा हानिहाले। यो चाहिँ 47 सालको कुरा थियो, नभन्दै 51 सालमा त त्यही एमाले भन्नेले गएर चाहिँ लोकेन्द्रबहादुर चन्दलाई नै प्रधानमन्त्री बनाइदिइहाल्यो 52 तिर, अनि 54 मा गएर चाहिँ भन्नुभयो त्यही काङ्ग्रेस भन्नेले शुभ थालाई बनाइदियो। आदि काङ्ग्रेसले लिने र सरकार बनाउने, आदि एमालेले लिने र सरकार बनाउने। अहिले पनि आदि राजाको पक्षमा नारा जुलुस गर्ने भन्ने छ, आदि नगर्ने भन्ने छ। राप्रपाको कथा यही छ। एमालेले त यहाँसम्म गर्यो, राष्ट्रिय सभाको चुनावमा चाहिँ जो अत्यन्तै प्रतिगामी सोचका दरबारसँगको निकट सम्बन्ध राख्ने भनेर उनीहरूले चाहिँ दुत्कार्ने आरोपित गर्ने गर्थे, तिनीहरूलाई नै एकपल्ट मोहम्मद मोहसिनलाई अगाडि बढाइदियो राष्ट्रिय सभामा, एकपल्ट चाहिँ राजेश्वर बाबुलाई चाहिँ अगाडि बढाइदियो। अब गिरिजाले भनेको कुरा त छ्याङ्गै भयो, प्रजातन्त्रमा त कसैको पनि हार हुँदो रहेछ, वास्तवमा पञ्चको पनि चाहिँ जित हुँदो रहेछ। कहाँ हुन्छ पञ्चको? पञ्चले कहिले जित्यो नि, त जेलमा जानुपर्ने तत्त्व भन्ने एमाले अरू मालेहरूले चाहिँ अब यही कुरा अहिले आएर माओवादीको हकमा पनि हुन्छ। अब माओवादीले त्यहाँ कोसँग गठबन्धन गर्यो, कसलाई कसलाई चाहिँ उसले चाहिँ राष्ट्रिय सभा सूर्यबहादुर सेन ओलीलाई पुर्याए पनि राजाका बडा हाकिम नै भए, कुमार फुदुङलाई पुर्याए पनि मिलिट्रीका कर्नेल नै भए, अर्को कोनी के प्रताप शाह भन्ने थिए उनी त प्रहरीका आइजी नै भए। अनि कुनै धारणालाई निर्णायक रूपमा भनिरहेका छैनौँ नि त, यो त खालि एउटा प्रतिक्रियाको रूपमा मात्रै बाहिर आइराखेको छ र आफ्ना चाहनाहरू चाहिँ अभिव्यक्त भइराखेका छन्। अब लोकतन्त्रमा त आफ्ना चाहनाहरू अभिव्यक्त गर्न त पाइन्छ नि त, नारा जुलुस गर्न पाइन्छ, दल खोल्न पाइन्छ, हिन्डुल गर्न पाइन्छ, लेख्न बोल्न पाइन्छ। त अझै पनि तपाईँहरू मन्त्री प्रधानमन्त्रीको भ्रममा हुनुहुन्छ भने यो दया लाग्दो कुरा हो। यो देशमा त जो पनि मन्त्री हुन्छ, जो पनि प्रधानमन्त्री हुन्छ। एमसिसीको टिप्पणी व्याख्यात्मक टिप्पणी गर्यो भनेर एउटा लठुवा लाइनेले 6 महिनालाई मन्त्री जस्तै 1 वर्ष पनि भएको छैन, चुनावै नजिकको लठुवा आएर चाहिँ मन्त्री प्रधानमन्त्री पनि भएको तपाईँ देखि नै रहनु भएको छ। अझै पनि मन्त्रीको प्रधानमन्त्रीको दुहाई महिला दिनुहुन्छ भने त यो त हास्यास्पद। राजाले होइन, यो राजालाई यत्रो धेरै विषयवस्तु किन बसाएको छ बनाएको छ, मैले यही नै कुरा बुझिनँ के। अब ऊ त बिचरा कहिले हिन्दवासिनी गएको छ होइन, कहिले चाहिँ मनोकामना गएको छ, कहिले चाहिँ गोरखकालीको मन्दिरमा गएको छ होइन, यही नै गरे। अब बढीमा कहिले भुटान गएको देखिन्छ, कहिले उत्तर प्रदेश गएको देखिन्छ, यति नै कुरा हो। अब
यो आपत्तिजनक कुरा हो र उसले चाहिँ स्वीकृति लिएर मात्रै त्यहाँ जानुपर्ने हो अन्यथा होइन भन्ने सरकारको पोजिसन हो भनेदेखि यो मिल्दैन भनिदिनु, थुन्छु, घिचो सिनाल्छु, टाउको काट्छु, यसको के अर्थ हो मैले बुझ्दिनँ। त्यसकारण यी सब कुराको सान्दर्भिक चाहिँ म केही देख्दिनँ। ठिक छ, राजा पोखरा गए, गोर्खा गए, भुटान गए, उत्तर प्रदेश गए आफ्नो कामले गए होला, काम विशेष गए होला, उनको मनमा केही कुरा होला, ठिकै छ नि, भन्दै त कुरा अन्त्य हुने होइन। त्यस कारण मैले शेखर कोइरालाको कुरा हामीले गऱ्यौँ, सुनिल शर्माको हामीले कुरा गऱ्यौँ, अझ युवा नेताहरू कसरी के सोच्दा हुन् त्यो बाहिर आइराखेको छैन। अब अर्को नयाँ दलले चाहिँ क्रान्ति भनेर एउटा अस्पष्ट धारणा चाहिँ एउटा अज्ञ नारा चाहिँ फालिदियो। अब तिनका कार्यवाहक अध्यक्षले भनेको भनेर मैले सोसियल मिडियामा अघि देखिरहेको थिएँ, क्रान्ति गर्ने भनेको चाहिँ राजाका लागि होइन, क्रान्ति गर्ने भनेको चाहिँ प्रजातन्त्रका लागि हो भनिरहेछ। जम्मैले भन्न पाउने, अरूले चाहिँ केही पनि भन्न नपाउने भन्ने हुन्छ बाबु। यही घटना ठुल्ठुला घटित भए, हुल उजत भयो, आगजनी भए, लुटपाट कुटपिट भयो, नारा जुलुसबाट चाहिँ जीवधनको सुरक्षामा प्रश्न उठ्यो भने एउटा प्रश्न भयो। अब अन्यथा लोकतन्त्रमा अभिव्यक्त पनि गर्न पाइयो, हिन्डुल पनि गर्न पाइयो, लेखपढ पनि गर्न पाइयो, नाराबाजी पनि सबै गर्न पाइयो नि त। त्यतिका लागि लोकतन्त्र आएको छ। मान्छेको भनाइ चाहिँ के भने यो हामीले ल्याएको हुनाले हामीले मात्रै भोग गर्न पाउँछौँ भन्ने ग्रज पनि मान्छेमा देखियो भने अलग राज्यमा गएर उनीहरूले यो काम गर्नु, नेपाल र नेपालीहरूको बिचमै यो कुरा गरेको हो भने त सबैले त्यो हक त प्रयोग गर्न पाउने भयो नि त। जस्तो राजाहरूले यो देश जोडेको कहीँलाई स्वीकार्य छैन, यो राजाहरूले कहाँ यो जोडेको, यो त नेपाली जनताले बनाएको भनेर भन्छन् होइन। नेपाली जनताले बनाएको हो भनेदेखि जनताको रूपमा त राजाको पनि त एउटा बसोबास गर्न पाउँछ, हिन्डुल गर्न पाउँछ, अभिव्यक्ति गर्न पाउँछ। अर्कोतिर गणतन्त्रवादी नेपाली काङ्ग्रेसका अध्यक्ष शेरबहादुर देउवालाई राजाहरूको नाम सुन्ने बित्तिकै टाउको दुखाइको विषय बन्दैछ र भन्दैछन् सबै हामी जनता सो सरहौँ, चुनाव लडेर आउनुपर्छ। पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक छैनन् भन्ने उनको धारणा छ। यो अहिले देशभरि नै जो प्रशिक्षण कार्यक्रम चलिरहेको छ र हाम्रो पार्टीमा धेरै कुरो चाहिँ छाप बढेको छ। अब यसले गर्दाखेरि हाम्रो चाहिँ धेरै कुराहरू हाम्रा पक्षमा आएका र हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय कुरो लगाएका छन्। कालमा हाम्रो पार्टीले कोसिस गरेर र पार्टीलाई अत्यन्त सुदृढ पार्टी, शक्तिशाली पार्टी र समाधान समस्याको जुझ्न सक्ने पार्टीको रूपमा स्थापित हुन्छ। मलाई धेरै लामो कुरा गर्नु छैन शिक्षाको हुनाले, तर एउटा महत्त्वपूर्ण कुरा मैले भन्नै पर्यो। पूर्वाधारको सबभन्दा कुरा उठेको छ हुनाले मैले के भन्न चाहन्छु, शब्द जस्तो पूर्ण सकिहाल्नु छ। तपाईँले के गर्नुहुन्छ के गर्नुहुन्छ त्यस कारण चाहिँ पूर्वाधारको सबभन्दा कुरा उठेको हुनाले म के कुरा भन्न चाहन्छु। मैले यिनलाई धेरै राम्रो चिनेको मान्छे, त्यस कारण चाहिँ म दाजु त टुर हेरेर बस्दैदेखि लिएर सारा कुराहरू भुल्दै नयाँ यिनीहरू कति बसिरहेका छन् तर त्यो मलाई थाहा छैन। समयलाई लाजा पनि बनाएको सबैलाई लाजा भन्दै पाइने पार्लियामेन्ट पाइनेछ, कुनै राम्रो सबैलाई लाजा बन्ने बुझाएको पनि छैन, देशहरू पनि छैन। म दाजु टुर हेरेर बस्दै भनेको छ भइरहेको छ। बुझाउँदा मैले पनि सरकारको कुनै पनि आउँदा मात्रै अप्ठ्यारो बजारमा मलाई चुनिदिइहालेँ त्यस्तो गरिदिए। त्यस कारण चाहिँ पनि यी चाहिने यो संवैधान आधारमा लागेको मान्छे पनि होइन, संवैधान आधार हुनु पनि सक्दैन। त्यस कारण चाहिँ जो चाहिँ राष्ट्रमा पछि पस्ताउँछ, राष्ट्रमा पस्ताउँछ। त्यस कारण चाहिँ राष्ट्रले
पार्टी सभा खोल्ने सभापति बनाएको थियो पार्टीको त्यो राजनीति गर्दैछ भने पार्टी खोल्यो जसै कि राजनीति गरेर हाल्यो त्यो पार्टीमा लागेको दुःख पाउन सक्छ भने राप्राले दुःख पाएको हुन्छ त्यस कारण चाहिँ यो राजा समुदाय राजा बन्ने मलाई हेर्नु यो बाइक दिन्छ बाइकले गरामी कुनै राजा समुदाय बन्ने पर्छ त्यस कारण त्यो पार्टी खोलाउँदा मैले सबै कुरा गर्दाखेरि मलाई छुट दिएन हामी अदालत वास्तवमा अदालतको चाहिँ वास्तवमा अझै पनि अदालत चाहिँ एउटा सक्षम अदालत छ हिम्मत गरेर अदालत त्यति बेला बस्ने हो त्यस कारण चाहिँ नि यसले चाहिँ नि यो विभिन्न खालको समय राजा बन्नेको सरकार छैन बन्नेवाला छैन त्यसैले हाम्रो पार्टीले चाहिँ नि एकजुट भएर यो जो आइटो लडाइँ लड्दा त्यहाँको गणतन्त्र छ यसलाई चाहिँ आज पनि चाहिँ सबै एकाङ्कलाई हटाएर आज यसलाई पनि सशक्त बनाएर जनताप्रति जनविश्वास जगाएर जनताप्रति उत्तरदायी भएर जनतालाई सेवा गर्ने काम लागोस् त्यस कारण यो हाम्रो चाहिँ प्रशिक्षण डेपुटी काम प्रशिक्षण काम गरोस् भन्ने हार्दिक कामना गर्दै विधान धन्यवाद।